ओके गाइज गुड मर्निङ। आज चाहिँ म तपाईँहरूलाई सो आज चाहिँ हामी एउटा विकेन्ड गेट अवेमा जाँदैछौँ। इट्स अ भेरी चिल प्लेस, चिल गर्नु बबाल ठाउँ छ है त। ग्लोभ चाहिँ लगाउनुपर्छ क्या आजकल, न यस्तो हात दुख्छ कि स्पेसली इन द R15 बाइक। सो हामीसँग पेट्रोल पनि छ, धेरै टाढा त छैन फ्रम बनेपा। ल अन्त के छ र होइन? तपाईँ काठमाडौँबाट आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति लामो बाटो हुन्छ, बट इफ यु आर फ्रम बनेपा, धुलीखेल, पनौती, इट्स अ भेरी क्लोज प्लेस। त्यस्तो टाढा छैन क्या। मौसम चाहिँ आज औसम नै छ क्या। मौसम चाहिँ आज असम छ, मजाले घाम लागिरहेको छ। 2-3 दिन भएको छ पानी नपरेको र बाटोहरू चाहिँ धुलो हुन थालिसक्यो क्या। एन्ड पानी नपरोस् होपफुल्ली। र हामी जाने बाटो पनि अहिले माथिसम्म पिच नै छ, ब्युटिफुल रोड छ क्या माथि माथि होइन। बट जुन चाहिँ थोरै पुग्न लाग्दाखेरि चाहिँ हल्का अफ रोड छ, लगभग 5 मिनट्स जति। त्यो 5 मिनट्स चाहिँ पानी पऱ्यो भने चाहिँ एकदमै हिलो हुने बाटो हो कि। म भन्छु नि कस्तो हुन्छ। सो गाइज वेलकम टु माई सेकेन्ड मोटर भ्लग। एन्ड आज चाहिँ हामी जाँदैछौँ काशी भन्ज्याङ भन्ने ठाउँमा। चिल प्लेस हो त्यो चाहिँ। तपाईँ अब विकेन्डमा होइन, धेरै टाढा जानुहुन्न, अलिकति नेचरलाई फिल गर्न मन छ भने चाहिँ काशी भन्ज्याङ इज अ गुड न्यू प्लेसेस है। किन भन्दाखेरि यसको भिडियो खासै धेरै छैन क्या, मान्छेहरू त्यति भिजिट पनि गर्दैनन्। माथि माथि एउटा झर्ना पनि छ भन्छ, बट म पछिल्लोचोटि एकचोटि जाँदाखेरि चाहिँ आई डिडन्ट फाइन्ड त्यो झर्ना चाहिँ अलिकति जङ्गलभित्र नै छ क्या, त्यही भएर मैले पत्ता लगाउन सकिनँ। बट यदि तपाईँहरू एक्सप्लोरेसन गर्न आउने हो भने चाहिँ यु क्यान गो। म तपाईँलाई ठाउँहरू देखाइदिन्छु। अझ योभन्दा माथिको बाटो यस्तो बब्बालै छ क्या। सो यो बोर्ड देख्नुहुन्छ, यहाँबाट चाहिँ यता म राइट लिँदैछु, तपाईँहरू उताबाट आउनुहुन्छ भने चाहिँ लेफ्ट लिनुपर्छ है त। गाइज वी आर हेडिङ टु द काशी भन्ज्याङ। त्यो चाहिँ अलिकति माथि छ होइन, मेनली 15 मिनट्स जति लाग्ला हामीलाई, धेरै त लाग्दैन। यताबाट बिस्तारै चलाउनु होला, यतातिर बस्ती हो, सो बच्चाहरू खेलिरहेको हुन्छ, कहिले काहीँ के गरिरहेको हुन्छ होइन। टु अन्डरस्ट्यान्ड द्याट। अब अहिले चाहिँ यता धेरै पार्कहरू बनिसकेको छ क्या, एउटा ब्रह्म पार्क, बुद्ध पार्क भन्ने छ यतातिर। तपाईँ आउनुभयो भने यता एक्सप्लोर गर्न सक्नुहुन्छ। अब यहाँ आइसकेपछि चाहिँ एउटा मन्दिर जस्तो आउँछ अगाडि, यहाँबाट राइट लिनु। स्लोली गाइस, स्लोली स्लोली। बिल्कुल 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 सही कुरो। दिस इज सो ब्युटिफुल हिल। बिहान बिहान सधैँ पानी परिरहने, पानी परेर घाम नलाग्ने, हाम्रो जिन्दगी बेकारै हुँदै। बट फाइनली बिहान यस्तो मजाको घाम लागिरहेछ आज। सपना देखेछु। इट्स 8 PM आई थिंक। के बोले भाइ? यो बाइकको घडी नहेर्नु होला, यो बिग्रेको छ। इट्स 8 PM आई थिंक, 8 PM अलमोस्ट 8 बजेको होला। होइन घरबाट निस्किँदा 7:45 मेबी त्यस्तै थियो। यताबाट माथि लागिसकेपछि घरहरू अलिक पुरानो पुरानो छ होइन, तर पिच रोड बवाल देखिन्छ कि। इट्स सो ब्युटिफुल। बाटो छ, पिचै छ क्या, माथि 5 मिनट जति चाहिँ अफ रोड छ। त्यस्तो धेरै अफ रोड पनि होइन कि, बाटो त बाटो नै हो। बट पानी परेको भएर चाहिँ केही हुनसक्छ भन्ने चाहिँ हो। वी मिस दिस काइन्ड अफ ओल्ड हाउस यार। साँच्चै हुनु हेरौँ न, आजकल त कहाँ गाउँतिरै जानुपर्छ, पुरै दुर्गम एरियातिर यस्तो घरहरूलाई चाहिँ। बट इट्स ब्युटिफुल यार, साँच्चै भनेको। हेक्टिक विक हुन्छ नि त, हरेक दिन काम गऱ्यो होइन। फाइनली विकेन्ड आउँछ, बिहान यस्तो मजाको घाम लागिरहेको हुन्छ। यो सबै मिल्नलाई चाहिँ लाइक एउटा कोइन्सिडेन्स जस्तो हुन्छ नि, भइसक्यो क्या। खालि पानी परेछ आजकल, त्यही भएर पनि कतै निस्किन पनि नमन लाग्ने। झन् विकेन्डमा धेरै जस्तो परिरहेछ क्या।
कतै जानु नमिल्ने गरेर परिरहेको हुन्छ पानी बट टुडे इट्स माई डे कस्तो राम्रो टेरेस फार्मिङ यु क्यान सी ओके see this view guys ball so we will meet the drone footage right यताबाट हामी सिधै काशी घुम्नको लागि लाग्नेछौँ बिकज सनको एलिभेसन माथि माथि आइसकेको छ यो बाटोबाट आइसकेपछि तपाईँ स्ट्रेट नै जाने यताउता गर्ने नै होइन यहाँ पनि थोरै बस्ती छ सो ड्राइभ स्लोली के भन्दाखेरि यति खासै त्यति गाडी चल्दैन र बच्चाहरू कुदिरहेको हुनसक्छ क्या द्याट्स वाइ बिस्तारै चलाउनु होला रोड एकदमै पिच भए पनि केयरफुल्ली त्यो पनि यो पिच रोड त अब सकिने बेला हुन लागिसक्यो यहाँ माथिसम्म मात्रै हो क्या फेरि यो मेबी यतैसम्म मात्रै हो क्या अरे यहाँ पछि चाहिँ अफ रोडिङ सुरु हुन्छ खासै त्यस्तो अफ रोडिङ चाहिँ छैन है ओके रोड बनाइरहेको के हो यता पानी पर्ने सिजनमा चाहिँ यो अलि बाटो हिलो नै हुन्छ क्या द्याट्स वाइ बी केयरफुल गाइज त्यहाँ आउँदै हुनुहुन्छ भने अझ यो त 2-4 दिन पानी नपरेर होला त्यति खासै हिलो पनि छैन होइन तर जस्ट इमेजिन ठुलो पानी परेको बेला आउनुभयो भने चाहिँ एकदमै गाह्रो हुन्छ सो सोचेर मात्र आउनु जस्ट गिभ मी अ ग्लिम्स अफ त्यो कुन झरना थियो लकेन्सवरी झरना वान अफ द ब्युटिफुल प्लेस त्यहाँ जाँदाखेरि त एक्चुअली त मरेको जस्तो भएको थियो बिकज हस्पिटलबाट बाइक लिएर गएको थिएँ अनि बाइकहरू त लडेको थियो कि बसेको बसै भएँ त्यही बसेको बसै भएँ यति धेरै लड्यो हातभरि घाउ नै घाउ बट इट वाज वर्थ इट एकदमै वर्थ इट त्यहाँ जाँदाखेरि झर्नामा खासै मान्छे पनि थिएनन् एकदमै वर्थ इट थियो त्यो बाटो चाहिँ आई स्टिल रिमेम्बर इट्स अलमोस्ट देयर काशी भन्ज्याङ चाहिँ उता हो पहिला माथि नै गरम होला सी हुसु लागिरहेछ एउटा राम्रो सिन क्रिएट हुन्छ क्या यता यहाँको माथिको टेरेस फार्मिङहरू चाहिँ बबाले छ कि सो वी हेभ रिच काशी भन्ज्याङ अफिसियली हेर यता त गेम पनि चलिरहेको रहेछ हौ द्याट्स नाइस र पहिलाको भन्दा चाहिँ यता अलिकति चेन्जेस भएछ कि जस्तो लागिरहेको मलाई चाहिँ बिकज पहिला यो माटोहरू थिएन बालुवा गिटी मेबी सम कन्स्ट्रक्सन भइरहेछ इट्स ओके फुटबल गेम पनि भइरहेछ एज यु क्यान सी आज हुसुरी गरेर त केही नै नदेखेको रहेछ होइन बट इट्स नाइस होइन ओके लेट्स फ्लाइ आवर ड्रोन ओभर हियर है त रुखहरू छ यार एकदमै बट विल फ्लाइ आवर ड्रोन भेरी केयरफुल्ली बिकज यताबाट ड्रोन खोस्यो भने चाहिँ आई विल नेभर रिकभर द्याट ड्रोन ओके लेट्स डु इट सी यु इन द ड्रोन फुटेज गाइज मलचरीका बथन हजुर बासै सारीका आँसुसँगै दुःख झारे खुसी भरिलाई रितो छाती हेरिरह्यो मुठु दे पठाए आफ्नै हातले सिरा फुला डाँडै काटाए डाँडै काटाए डाँडै काटाए